guys, welcome to my mini vlog. आज यति सन्तलदोङ YouTube च्यानलमा तपाईहरुलाई स्वागत छ. Today I am excited. Finally, dear my mommy's birthday. टक्क लाएर आज मेरो मम्मीको बर्थडे हामीले रापकारीलाई रेडी गर्दैछ हैन. चच्चा रेडी गर्दैछौं. अनि मम्मीले लुगा लगाउँदै हुनुहुन्छ. अनि म चाहिँ यहाँ छु गाइज. अनि दादाहरु चाहिँ बहिनी लिन जानु भएको छ. अनि म चाहिँ टक्क यति गरेर म चाहिँ यति गरेर रेडी गरेको छु. अबको भिडियो टक्क हेर्न सक्नुहुनेछ. ल अब चाहिँ हामी मम्मीलाई रेडी गर्दै हुनुहुन्छ यहाँ. अनि यहाँ भाउजू नि आउनु भइसक्यो. ओ यहाँ यति गर्दैको छ. दादाहरु आउनु भएको छैन अझै. मम्मी मम्मीलाई मेकअप रेडी. क्या है बुहारी साहब? मम्मी साहब इधर है. फाइनली गाइस मेकअप गर्दै भइसक्यो. हाम्रो मम्मी चाहिँ अब के भन्छ ज्वाइँ साहबले ल्याइदिनु भएको रे घडी नयाँ बर्थडेको दिनमा लाउने रे. देखो न देखो बर्थडे मम. बर्थडेको छोरी यहाँ बर्थडेको बुढा यहाँ बिजुरी कता जिजु आवाज जाकी जाऊ गर्नु गर्नु त फोटो खिचाउन होला कतै गरी जाको छोरी अनि हामी यहाँ रेडी बर्थडेको लागि यहाँ भाउजू डेलुङ पुग्दै हुनुहुन्छ. हे भगवान म त पुग्नै सकेन यार. गाइस कैसा फील हो रहा है? हमारा फील अच्छा नहीं है. ताले ओदा यति हुन्छ भाउजू न चिल्ला त बिसै दारे म निब्ला गए लामा माता चाहिँ यहाँ डेलुङ रेडी गर्दैछ टक्क लाएर. हेलो हेलो हमरा नि लि हमरा नि ल बर्थडेमा तपाईहरु पनि आउनु यहाँनेरि केक खानलाई. म त पुग्नै नसक्ने गाइस. फाइनली सत्य भन्दा आउँदा यहाँ पढ्नु साथीहरु यहाँ के छ? ह्यापी बर्थडे. उल्टो पो हुँदो रहेछ यस्तो गर्दा हेर्दा. यस्तो चाहिँ हुनुपर्ने रहेछ कि यो त. बर्थडे चाहिँ यताबाट छ त अक्षर. मैले नफुकेको नि यत्रो मैले जति फुके नि किन हुँदैन त नि? बल हुनु पर्यो नि बल हुनु पर्यो. मान्छे चाहिँ बल जति पुग्छ आधा बिबेगाइ मे हैन एउटा छ नि फिगल फिगल लाउने आधा धागो बदल जान्छ. ल बेलुङ बनाउन लाग्यो गाइस हामी. गानु त तर हालिया जुर जागले चन्दन सुरु भान्जी जाजुर भान्जी आम्यान नि आप्केनहरु सबै आउनु भइसक्यो. आप्केन मी छोरी दिन जेमा ओ त खेपारङ सेमु त तर सेसी बर्थडे कलाम आप्केन बर्गर ठिरेकी आइयो बजी मोर लादा यस्तो मुगा यति दरङ होला दने कति खान्दा भयो दोसी अरु के माउला किन कतवटा छोल दला आइ उता सुरी की खानमा कतवटा छोल न जागो कति छोल न लौ
Let's go, guys. ल गाइस रेडी बर्थडे मम्मी यता रेडी हुनुहुन्छ 32 उजो लाइट आरे मिमराको चाहिँ हाम्रो मोबाइल यतिकै छ ल अब बर्थडे मम्मी पनि आउनु भयो टक्क लगाएर अब चाहिँ हुनुहुन्छ आजको बर्थडे मम्मी बर्थडे स्पेशल बर्थडे मम अनि बर्थडेको छोरी यहाँ बर्थडे वालीको छोरी फाइनली अब चाहिँ हाम्रो सबैजना आउनु भइसक्यो मलाई भिडियो हाल्दैछ फाइनली आज मेरो मम्मीको बर्थडे मम्मी यता हुनुहुन्छ मम्मी अनि मेरो मम्मीको एज कति होला गाइस गेस गरौँ त यताको साथीहरु कति भन्नुहुन्छ ल कति हो गाइस 65 6 वर्ष ठीक ठीक थप्नुस् न यो अंक थप्नुस् त यता कति गेस गरौँ यहाँ 6 छ अगाडि अंक राख्नुस् त अगाडि 6 वर्ष हो पछाडी 5 राख्नु हुँदैन 65 होइन होला 6 वर्ष हो के फाइनली अब कसरी राख्ने त यो 60 ले भन्ने नि कति भयो 65 मिलेन 65 वर्ष हो त 65 वर्ष हो कि हैन होइन होला अघि 65 भन्ने मान्छेले हैन फाइनली मेरो मम्मीको बर्थडे चाहिँ यताबाट आउँछ हामी चाहिँ टक्क रेडी गर्दैछौँ गाइस अब चाहिँ केक ओपन गाइस ओपन गरेर त्यो बक्सा निकाल्नु पर्छ गाइस ठीक त ल त गेन चरा दरा ब्याज पुग्री गयो 65 वर्ष लाग्यो बमुले थे होतेन वाला तुसला त दोकला पैसा वर्ष ल ये अन्डवान वर्ष छ त्यो थेनी भुइ दो पे हे प्रभु पानी हम जुटा ला केक ओपन भइसक्यो फोटो खिच्नुलाई लो हो देखो गाइस देखो है चाहिए देखो गाडी लाउ है तू तो थे मिन रंगला होतेरी कुनी तेन क्याच कुनी ओ ए नुसन कहाँ यो कुनीमा हुन्छ त यहाँ त यो सिक्रेट छ स्पेस मोबाइल लाले उतिर स्पेस मोबाइल खुला यिन मंगला त के थिए 65 वर्ष तनाल है देवी 58 नन्दा लाउ देवी पैसा हुन्छ नि फेरि त्यही त भनेको ठ्याक्क मिलेर रहन्थ्यो 56 वर्ष हुनु पर्यो गाइस भयो
फाइनली 56 फाइनली हाम्रो मम्मीको चाहिँ फर्स्ट टाइम बर्थडे गाइस 56 वर्षमा हाइट हाम्रो मम्मीले सोध्नु त गाइस कस्तो फिल भयो मम्मीलाई कस्तो फिल लागिरहेको होला आज 56 वर्षमा बर्थडे मनाउन गइराख्नु भएको छ हैन राम्रो अब जिउ गर्दै ह्यापी बर्थडे भन्छ ह्यापी हुनु पर्यो नि हैन यहाँ हाम्रो बुवा पनि यहाँ बस्दै हुनुहुन्छ राम्रै सिकेको है तेरो क्यामेरा नाग्दै मैले आएर यो के हो यस्तो अब के गर्ने हो गाइस यो गर्ने हो भाउजू ठिकै छ खै त ह्यापी बर्थडे भन्नु नि लु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु मम्मी ह्यापी बर्थडे टु यु अब यो बाल्ने हैन भाउजू ए रुपी गइर व्हाट प्रब्लम यहाँ हेर्नुस् यो फ्युज गर्नेवालाले अब बालेर दुइनु न दुईटा मम्मीलाई मम्मीलाई सामान लाउनु लाइटर त तिमीले बाल्ने न मम्मी फेरि डराउँछ होला अस्ति जस्तै डराउँदैन दुईटै हल्लाउने हो हल्लाउने हो मामाको धेरै सुङ माग्छ कि फेरि चुङ्गो वाराङसे टुडी लुजिन्जी हाम्रो मम्मीको ओल्को न्युम गरेछ अरे लुजिन्जी आम्यनहरू मन छु यता मन छु ल फाइनली गइछ या गरेर जाम र पहिला होतेर मासिदैन अर्को जाम र आलङ है चुरु आलुङ गीत उधर लाउले आना अच्छा चारी न अच्छा चारी जहार जो लिप गए सुसे चगले चग हाना मनाबो के बिजरी मना तो बिजी थारे बिन्दी to you happy birthday to you dear mommy happy birthday to you happy birthday to you dear mommy happy birthday to you Happy birthday. Tu jangan senang juga begini. Cicamnya tuh oke. Alam Ariana dinun belum dinun. Ini ada seragam yang kerja ini. अब चाहिँ हाम्रो स्प्रेको पालो आइरहेछ Kau tak sah karo. Tinggal lau ngan video orang mana. ल गाइस One two sampai jana ekai jodi lah. ल ह्यापी ल One two three go. ह्यापी बर्थडे टु यु ताली ताली बजारे यता हुन्छ म यता छु म हेर्दैछु मामी चुप फुइको मामी चुप सिन ल गएन लुङदाउजी म सिन ल मामी ल ह्यापी बर्थडे टु यु छेटेको थिएँ 56 खतरा लाउने हो है हैप्पी बर्थडे दिरन देबेन न था बेली Ate nama itu Jaya Sungsi tak kau darem. aduh tahu Yari dah dah.
आइन हो नि जा जा भाइ मान थाहा Happy birthday to you. Happy birthday to you. Happy birthday to you. डियर मम्मु अब केक काटेर खुवाउनु अब बुढालाई त खुवाउने होला नि त हैन के गो चाकुसे कसोलाई त्यही गर्दा मम्मी थाहा भएर हाँसे नि यहाँ थिएँ मम्मी चट्ट पोइन नौले हाम्रो यहाँ बर्थडेमा उपस्थित हुनुभएको सबै सम्पूर्ण आकेन अन्जेललाई लासो मेरो तर्फबाट केक खाऊ खानुपर्छ खाने नै केक हो फर्स्टमा ड्याडलाई दिउँ फर्स्टमा मम्मीलाई नि बर्थडे मम्मीलाई ए बाप रे कस्तो मान्छेहरू यार डे टु यु डियर मम्मी टु यु Happy birthday to you खोइ त Happy birthday to you Happy birthday to you अब कसलाई अब बुबालाई बोले कसले मम्मीले मम्मीले नै खुवाउनु न यहाँ सेपी हो अरु मम्मी अनि मम्मीले अब लाज लाग्छ भने हातमा दिने कि ल ल Happy birthday मम्मीलाई टिका लगाइदिनु बाबा Happy ल अब सबैलाई बाँड्ने हो पेपर ठिक पार्नु छ भाइ छैन ल पेपरमा टक 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 मिलाएर सुन्तलीले गर्नु होला यो काम है गाइस अनि त्यसपछि टिका राख्ने हो अँ टिका राख्दै अनि केक बार्दै गर्ने ए त्यसो गर्दा नि हुन्छ जे गर्दा नि हुन्छ चकलेट खोइ त नि चक्लेट चाहिन्छ हुन्छ यहाँ चक्लेट चाहिन्छ चाहिँदैन नि होइन किन चाहियो चक्लेट यो केक हो नि त अलिअलि बाँड्ने लु केक बार्ने हो अब सबैलाई पुग्ने बाँडौँ फाइनली यहाँ सुन्तलीको अनुहार चाहिँ खासै देखेको चाहिँ छैन है के गर्नु डाँडा पारी बसेपछि यस्तै छ है भिडियो बनाउने मान्छेलाई नि दुःख छ है पहिला टिका लाउने कि खाने हो पहिला टिका लगाउने होला हो लाउने होला नि त पहिला टिका लगाएपछि मात्र दिने होला होइन मम्मीले दिने हो नि त मम्मीले चट्ट मम्मीले होइन के दिने त हामीले नै हो माले पनि हामीले हो ल टिका टिका कसले लगाउनु हुन्छ लु मम्मीलाई फर्स्टमा फर्स्टमा टिका हाल्छ बाबाले नै राख्यो हुने सुरुमा ठुलोलाई लाउँछ टिका बर्थडेमा त लाउँछ होला है अब केनी लाउने अरूले कल बर्थडेमा जल लाउनु भइहाल्छ नि केक लु बर्थडे हाल्छ ल ल ल लाम 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 टिका लाम लु लु टिका त्यसो भए टिका भनेको अब बच्चालाई त सबै लाउँछ ठुलो तो क्या करेंगे अब ए बर्थडेलाई यो चाहिँ ख्याल अब जन्ना भने मे वाइ इसमें इसमें इसका कमी है या अच्छा ओनली 500 रुपये दिया है कमेंटर ने 500 रुपये दिया है ओनली 500 रुपये दिया है मेरा बेइज्जत कितना मत हम दोनों ने लेकर आया है साहब त्यसो भए त यसो गरौँ न त केकै लाउने त्यही गरौँ न होइन चामल पनि गरेको छ भिजाएको छ चामल पनि भिजाएको छ दिनु न मामाहरूलाई दिनु न आफैले यहाँ आउने हेर्दै खाना चाहिँ यस्तो मले छिटै छ यहाँ है
तिल मुलम आले एकदम जफम निद्रै जाँदा हालत खराब यहाँ फेरि हाम्रो टोलीहरू यहाँ फेरि गजबै छ है के गर्नु काम पाएकै छ है होइन टोलीहरू के छ त सन्चै हुनुहुन्छ नि यहाँ मिन्देसी भन्नु भयो वर्षयाम सुम्माम तिगला मुल्ला छ खुइदोसी सुमुल्ला सिमना नरबा या मदर yang lamen ये ada Happy birthday Bito. Dia siapa dah? Udah nyai lagi belum ada. अघि नै खाइसक्यो पहिला खाएको पनि आम्ले खाएको ल
मम्मीको बर्थडे के खाएको मम्मीको बर्थडे र के खाएर चाहिँ यो रहेछ खत्तम भएर त ठुलमा बाहिर जाने के Tunggu tunggu deh. Tunggu tunggu deh. Ye ye. Siapa nama dia tadi ayo. Bebam dimin ada na bayi jangan kata na. जन्नै जन्नै Aduh hanya tuh. तिमी बर्थडे हो त्यो चाहिँ Aduh aduh. खाएको खाएको आइ Ngapro gaji bohan. Happy to you. Happy birthday to you. चाचाले रोदैनु न मोरे बाजे हामीले लगाएको थियो मोरे अब दाका बाङ्गे त जो बर्थडे हाम्रो लगाएको बाबाको बर्थडे के अरे मम्मीको बर्थडे के खाने चाहिँ बाबा अनि सबैले बाबाले मात्रै खुवाउनु हुँदो रहेछ के गर्नु त बाबुलाई खुवाइदिनु खाइदिएको अरे एकदम रंग जिम्बो चाचा रोदै खुवा त हामीले ल हाम्रो Siuta. Tanah ya angin jas siuta dah jadi. Happy birthday to you. Happy birthday to you, mommy. Happy birthday to you. Happy Birthday to you. Birthday to you. अब कसको पालो गरे म त त्यही तर यहाँ चाहिँ आता अब बाबा पालो हाम्रो हजुर तीनजना सामताजी ताजी छु जी पाँचजनालाई दाजु हाम्रो यहाँ यता गाइज बर्थडे जाऊ पालै पालो जाऊ त अब मम्मीलाई पाँचजना अब जे थान्दा पाँचजनालाई अझै थान्नु लुएन Hayom goza. Bizi. Ai थानी कोण केक मित्राची दे Tadi kita dingan. Shol ben gan hal hanila. आम्ही आला ब्रो आम्ही जे वय गर्न मग उता तेलबाट पैसा चाहिँ हाम्रो पैसा चाहिँ आउँछ पैसा ए दाल है
टिकै था नोलमा थियो भाइ हेलो गाई चिने हेरेको त भ्यू होस् तैँलाई चाहिँ आफ्नो बर्थडेमा सुगा जाको मुसु मुसु भ्यू होस् गान्नै दादर ल म बिसी जाजी गति फाइनली हाम्रो मम्मी भन्दा चाहिँ बाबा चाहिँ 7 वर्षको भाइ हुनुहुन्छ त्यो भएको कारण टिका लाउन मिल्दैन रे खाता लाएर पैसा दिन त मिल्छ नि गिफ्ट दिन त मिल्दैन खाता लाएर गिफ्ट दिनु पर्यो नि त पैसा दिनुहुन्छ भने पैसा ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु अब बाबाले के दिनु हुँदै रहेछ हारमा यहाँ पैसा दिनु हुँदैन मक्ख छ पैसा त दिए हाम्रो बाबाको अर्कै गिफ्ट छ कि आफ्नै बुढी हो जति दिएन हामीलाई त मतलब पैसा त धेरै हो है होइन धेरै नै निकाल्नु है निकाल्नु त अहिले दिएर पछि माग्दा नि हुन्छ सबै लाग्छ मात्रै छ पैसा त नै छ त्यो भने पैसा पैसा सबै पैसा 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 हो यति गोदी बडी भयो त आस मात्रै हुने आबु पैसा आफ्नै लाज लाग्यो बाबाले पैसा 500 मात्र यार हामीलाई लाज लाग्यो रे मम्मी पैसा पुगेको के धेरै चाहियो सुन्दरीको पाले अब सुन्दरीको पालो आउँदैछ गाइज ढुङ्गा त दरबडी यार के जान्थे अब छोरीको नि पालो आउँदो रहेछ हैन अब मलाई चाहिँ कसैले बर्थडेमा यसरी पैसा दिएन तै पनि मेरो मम्मीको बर्थडेमा अब हाम्रो मम्मीलाई ह्यापी बर्थडे टु यु माय मम्मी ह्यापी बर्थडे टु अब मम्मीलाई गुड पनि गरौँ न त आछा हाम्रो मम्मीलाई अब हाम्रो मम्मीको बर्थडे चाहिँ 81 भएको कारण चाहिँ मैले के पनि ल्याउन पाएन त्यसको लागि चाहिँ यो चाहिँ चाहियो छैन हिजो होलीमा गएर बिहान सुतेको सुते फाइनली बुबाले भन्दा अलि धेरै नै दियो कि क्या हो कस्तो लाग्यो त अघि त खुसी भएको थिएन अहिले त चाहिँ अलिकति खुसी भयो अब यो छोराको पालो अलि धेरै खुसी हुन्छ है छोराको बाबा झन् धेरै खुसी हुन्छ हेर छोरीको वालाको यति खुसी अब छोराको बाबा 2000 ल्याएको छ ओ छोरा त भिखारी क्याको गाए मम्मीलाई नै माग्ने अनि मम्मीलाई मागेर हालिदियो मम्मीलाई मागेर हाल्दियो कि अब कसको पालो जुम 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 आउनुहोस् गाइज ह्यापी बर्थडे के हो पैसा छैन अब चाहिँ हाम्रो यहाँ हेरौँला यहाँ छोराको पालो हाम्रो मम्मीले अब खाता चाहिँ लगाइदिनु पर्यो है मम्मी पैसा त बाइक सकाइहाल्यो कमाएपछि दिउँला नि त होइन दिनुहोस् ह्यापी बर्थडे टु यु मम्मी ह्यापी बर्थडे टु यु ल मम्मीलाई जन्मदिनको लाखौँ शुभकामना है मम्मीले दिनुभएको आशीर्वाद सधैँ लागोस् मलाई है अनि मम्मीलाई दीर्घायुको कामना स्वस्थ रहनु
धन्यवाद भन्नु न मम्मी तर पैसा चाहिँ छैन कि क्या हो खल्दिम त पैसा छैन त अब हेरौँ छोराको गोजीबाट कितना पैसा आता है हमारे पास पैसा नहीं है किधर है पैसा नहीं है सेलाइन आउने बेला भएछ है पैसा छैन त गोजी रितेछ पैसा छैन त के हो यस्तो 10 रुपैयाँ पैसा टिकाएर बेचेत नगर नि यार फाइनली मैले चाहिँ सुन्तलीले भन्दा 100 रुपियाँ बढी दिनेवाला छु गाइस है धन्ना 100 रुपैयाँ त्यो पनि मैले भन्दा घटी भन्छ भनेर ल अब चाहिँ मुस्कान आयो है मेरो नि तलब छैन नि म बेरोजगारी भाउजू पालो ल अब भाउजूको पालो अब बुहारीको पालो लु ल अब अब कसको पालो गाइस अब बहिनीको ल आउनुस् कसको पालो छ आउनुस् अब उमेरमा बिहे गर्न अब बिहे गर भनेको बोयफ्रेन्ड पाएन बोयफ्रेन्डले रोल काटिहाल्यो अब के गर्नु ल जाऊ डोलो किन्नु अब फाइनली यो चाहिँ हाम्रो दिदीले के भन्नु भयो सुन्नु भयो भएन आज एक्टिङ गरेको जाने बेला लाज लागेन है लाज लागेर हुन्छ त अब मेरो मम्मीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ होइन दाइको दुईटा दिदीको रोल काटेर गएको म चाहिँ है तर अलिकति लाजा गरिब छ पैसा छैन फुलगञ्जीको तर्फबाट यार ठुलगञ्जीबाट पैसा आयो त्यही ठुलो अब कसको पालो अब कसको पालो अब काइली बुनुको पालो होला अब हाम्रो काइली बुनुले कति पैसा निकाल्छ भन्ने खासमा सुन्तलीले पैसा धेरै दिनुपर्ने है हामी दुईजनालाई सामान पनि धेरै ल्याएको छ है सामानमा पनि त्यसले 500 मात्रै दिएको छ बिहान सामान ल्याउन 500 मात्रै भोलि लिने बर्थडे सिधेपछि लिने ल अब हाम्रो काइली लौरे इटारीको लौरे नि गिफ्ट हेर के ल्याएको छ भने होइन मम्मी नुहाउनु मजाले नुहाउनु त्यो त देखाउन मिल्दैन पनि सुरुवात मेरो पैसा छैन त्यो पैसा हो यो त चस्माको हो के खोल मैले पैसा कहाँ राख्यो पैसा छैन होला पैसा नभएरै हो के पैसा नभएरै हो बिर्सेछ गाइस पैसा हरायो क्या हो गाइस ठिकै छ यति नै गर्दिन मम्मीले ह्यापी बर्थडे छ एले एक्टिङ गरेको रहेछ ओइ दिनु पर्छ भनेर त होइन नि मैले पैसा ल्याऊ कि खान जाए पैसा ओइ उतातिर झरे कि झरे कि हेर्नु बाउमा कान्छी छोरीको पालो है गाइस सबभन्दा ठुलो फेरि सबभन्दा अग्लो अग्लो पैसा के गर्नु उसको अलि कमाउने उमेर भएको छ भर्खर त 11 वर्ष भएको छ ठिकै छ यहाँ कमाउनेले त जम्मा पैसा दिएर अरू त के भन्नु त्यहाँ माल देवे पैसा पैसा नलाई दिइन्थ्यो फाइनली गाइज म पनि देखाउनु पर्छ किनकि म क्यामेराम्यान भएको हुनाले यहाँ क्यामेरामा आउँदैन सक्यो पालो तपाईको ल अब त त्यसो भए खाजा अघि के गर्नु पैसा त अर्कै खल्तीमा बसेछ गाइस के गर्नु अब मम्मीलाई असो ह्यापी बर्थडे मेरो मम्मीलाई सधैँ खुसी देख्न पाऊँ होइन मेरो मम्मीको आँखामा आँसु कहिले देख्न नपाऊँ शुभकामना छ हामी सबैको माया साथ सम्मान सदैव रहनेछ भन्दै ह्यापी बर्थडे मामु
दाजी दाजी सोर दाजी ल स्टार्ट। आज चाहिँ मेरो प्यारी मम्मीको जन्मदिन रहेको छ। सो मेरो मम्मीलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना। मेरो मम्मीको बारेमा वर्णन गर्ने शुभकामना दिने क्षमता चाहिँ मसँग छैन, तैपनि मेरो मम्मीलाई लामो आयुको तथा सुस्वस्थ दीर्घायुको धेरै धेरै शुभकामना भन्न चाहन्छु। एन्ड लभ यु मम्मी, थ्याङ्क यू सो मच यो धरतीमा मलाई जन्म दिनुभएकोमा पनि माया छ मेरो मम्मीलाई। फेरि पनि वान्स मोर ह्याप्पी बर्थडे डियर माई मम्मु। जिन्जी गाइज धन्यवाद गाइज सबैले पैसा दिनुहुन्छ, म चाहिँ मम्मीलाई खाजा लाँदैछु। सबैले पैसा मात्रै दिनु भएन, दिएर त हुँदैन, अब खाजा पनि दिनु पर्यो होइन। मम्मीलाई मात्रै कि मलाई पनि छ? आज मात्र होइन नि, अरू बेला पनि दिनु नि यसरी नै मम्मीलाई। हो त, आजको दिन मात्रै यसरी गरेर हुन्छ र? दिदी जरङलाले होइ चुकादिसे इच्छा छ। यता हेर्नुहोस् केक सबै सकायो कमेन्टरले बर्बादै पार्यो गाइज मम्मीको प्यारी यस्तै हो। गाइज मलाई के खोइ, मलाई त केकै दिएन त आज। के खाउँ जुरी? मलाई दिएन गाइज ए नानी जो त के खायो? यहाँलाई अलि हाम्रो ठुलो भाइ है हाम्रो ठुलो मम्मी हाम्री बाबुजू खाँदैछ हामी अब। ल ठिक छ हाम्रो यहाँ लु तिमीलाई सम्झी हुँदा मेरी प्यारी आमा मैले केरा मागी आमाको खाँदा मेरी आमाको याद आउँछ। देखो न देखो र आमाको भात खानालाई बिचमा बसेको होइन। बर्बाद पार्यो यता आङ्गी अङ्गेन सर्लक यहाँ तिम्रो चाहिँ नाम के हो रे? निर्माण लोन। ल ठिक छ। यहाँ हाम्रो यहाँको यो चाहिँ लजाउने मान्छे छ है। यता शान्ति, यता चाहिँ नाम आएन। नाम भन्नुहोस् गाइज। हजुर तपाईँको नाम? सब लजाउनु चाहिँ यता फर्किनुहोस् गाइज। के छ टोली हो के छ? ठिक छ? मम्मीको बर्थडे मनाएँ होइन? म पनि यता छु है। म पनि छु। मम्मीको बर्थडेमा हाम्रो बुवा चाहिँ बियर खान थालेछ भर्खर गिलास समातेको छ खानु आँट्यो। बर्बाद छ। ए हाम्रो गिलासमा चाहिँ यहाँ पनि छ। ए गजबै रहेछ। सेन्टी फ्ल्याट अफ द डे छ्यास। यस टु हामी त यस्तो ज्याक्टु गर्छ त। यहाँ चाहिँ गानाहरू बजिरहेको हुँदाखेरि चाहिँ मैले चाहिँ भोइस ओभर गरेको। अनि हाम्रो चाहिँ मम्मीको बर्थडे सकेपछि चाहिँ अनि यो लास्ट सगुन चाहिँ यताउति गरेर चाहिँ हामीले त्यो बत्तीहरू माथि राख्नुपर्छ। अनि त्यही भएर बाबाले सगुन, यसलाई सगुन भनिन्छ तामाङ भाषामा, नेपाली भाषामा के भन्छ आई डोन्ट नो। अनि उहाँहरू चाहिँ खाजा खाँदै हुनुहुन्छ। म चाहिँ क्यामेरा तेर्साउँदै उहाँहरूलाई देखाउँदै खाजा खाना सबै जे खानु मन लागेको छ। आफ्नै धुनमा छ, कोही मासु तान्दै म चाहिँ क्यामेरा उ गर्दै। अनि फेरि बाबाले सघाउनु दिनुभयो। अनि थाप्दै दाइले चाहिँ फेरि जुठो हाल्दै थापिदिनु भयो। सबैजना खाना खाँदै एकदम धेरै रमाइलो पनि भयो। मेरो मम्मीको चाहिँ फर्स्ट टाइम बर्थडे मनाएको थियो अनि धेरै रमाइलो भयो। अनि यहाँ चाहिँ गीतहरू बजाइरहेको थियो बाहिर। अनि त्यही भएको कारण मैले चाहिँ भोइस ओभर गरेँ। रमाइलो मैले गीतहरू चाहिँ थोरै धेरै ठाउँमा बजेको छ, त्यो भएको कारण भोइस ओभर गरेको छ। अनि तपाईँहरूलाई चाहिँ नराम्रो लाग्यो नभन्नु होला, गीत बजाउनु हुँदैन। फाइनली अब मैले यहाँबाट चाहिँ धेरै भोइस ओभर गर्नुपर्छ, किनकि अब यहाँ चाहिँ हामी सबैजना म चाहिँ सुतिसकेर चाहिँ उता रुममा गएर सुतिरहेको थियौँ कि। अनि म चाहिँ टिकटक पनि म धेरै चलाउँछु नि त। अनि उता टिकटक लाइभमा बसिरहेको थिएँ, दादाले फेरि बोलाउनु भयो कि नाचौँ कि नाचौँ, मम्मीहरू नाच्नु हुने भाउजूहरू आऊ न तिमी नाचौँ नि। अनि म पनि फर्केर आएँ, मलाई पनि फेरि डान्स गर्दाखेरि लास्ट राम्रो लाग्छ। नाच्न त आउँदैन कि, यताउति खुट्टा हल्लाउन र जिउ हल्लाउन अलिअलि आउँछ कि। त्यही भएर मलाई चाहिँ फेरि म फुरुक्क उडेर आएँ, मोबाइल सट्ट समातेर अनि आइहालेँ।
टिकटक भएको साथीहरू चाहिँ म गएँ ल एकचोटि म अलिकति रमाइलो गर्नु पऱ्यो भनेर बिदा मागेर आएर यता चाहिँ भाउजू चाहिँ फेरि मम्मी नाच्नु हुन्न कि मैले मेरो मम्मी चाहिँ कहिले एकचोटि पनि नाच्नु भएको छैन नाच्छु कि नाच्छु भन्नुहुन्छ कि नाच्नु चाहिँ हुन्न कि अनि त्यो भएको कारणमा चाहिँ यता मम्मीलाई नचाउनु पऱ्यो भनेर आएको मम्मी त नाच्नुहुन्न भाउजू त मेरो मम्मीले तानेको ताने गर्नुहुन्छ मरेगा नाचे त हेत्तेरिका कति कर गर्नुपर्छ सासू बुहारीको त यहाँ त फेरि उधुम छ नि यहाँ त नाच्नै हुन्न अन्त गीत बजाउनेहरू फेरि बहिनीहरू हुनुहुन्छ अनि हामी चाहिँ भोट हाल्नको लागि पनि भनेर अनि बहिनीहरू पनि आएको थियौँ अनि मेरो बिहे गर्ने बहिनी कान्छी बुनु पनि आउनु भएको थियौँ त्यो भयो एकदम धेरै रमाइलो भयो अनि गाउँको थोरै धेरै सबै त बोलाउन सकेन किनकि हाम्रो बर्थडे चाहिँ मम्मीको बर्थडे चाहिँ 81 भएको कारण चाहिँ हामीले राम्रोसँग खासै राम्रोसँग मनाउन पाएन बस मेरो मम्मीलाई ह्याक्सो धेरै खुसी दिन नसके पनि थोरै खुसीको कारण खुसी चाहिँ दिन सके भनौँ न त अब मान्छे धेरै नै बोलाउनु भएको भए अब उता मामाहरू नै बोलाउन पाएको भए एकदम धेरै रमाइलो हुन्थ्यौँ अनि दिदीहरू पनि सबै बोलाउनु पाएको भए खुसी हुन्थ्यौँ अनि धेरै बोलाउन पाएन अनि फ्यामिली र अनि उता छिमेकीहरू नजिकको छिमेकी 4-5 जना बोलाउन पाएँ त्यो भएको कारण ठिकै रमाइलो भयो अनि घर फ्यामिलीलाई पनि रमाइलो भयो अन्त सबैजना जानु भइसकेको थियो छिमेकीहरू पनि अनि हामी चाहिँ फ्यामिली डान्स सानी दिदी बहिनीहरू हाम्रो काइली बुनु अनि ठुली कान्छी बुनु चाहिँ बिहे गरिसक्नु भएको तपाईँहरूले देख्न सक्नुहुनेछ अनि हामी चाहिँ एकदम धेरै डान्स जाने रमाइलो गरे खुसी होइन यहाँ चाहिँ धेरै गीतहरू बजिरहेको छन् गीत बजेको ठाउँमा चाहिँ हामीले चाहिँ भोइस ओभर गर्नुपर्छ किनकि युट्युबर भएपछि हरेक कुरामा ध्यान दिनुपर्छ यो अरूले गाएको गीत अरूको जे पनि अरूले गरेको उहरू चाहिँ हामीले हाल्नु हुँदैन अरूको भिडियो भनेपछि हामीले 1 रुपियाँ पनि छुनु हुँदैन त्यो भएको कारण चाहिँ हामीले चाहिँ अरूको भिडियोहरूलाई अरूको सङहरूलाई चाहिँ हाल्नु हुँदैन त्यहाँ चाहिँ कपिराइट आउँछ जहाँ आफ्नो आइडी आफ्नो युट्युबलाई पनि प्रब्लम हुन्छ जब मोनेटाइज भएको छ भने मोनेटाइज पनि बन्द हुन्छ अनि कसैको त आइडी पनि बिग्रिन सक्छ त्यो भएको कारण तपाईँहरू जति पनि युट्युबर साथीहरू हुनुहुन्छ तपाईँहरूले भिडियो बनाउँदा चाहिँ एकदम धेरै ध्यान दिनु होला यी कुराहरूमा चाहिँ तपाईँहरूले गीतहरू चाहिँ युज नगर्नु होला भोलि गएर तपाईँहरूको युट्युब पनि मोनेटाइज नदिन सक्छ कसै कसैको दिन चाहिँ दिन्छ धेरै नहालेको भाइ चाहिँ दिन्छ मेरो एउटा यतै गाउँको दाइ हुनुहुन्थ्यो उहाँको चाहिँ सब्सक्राइबर 20,000 पुग्नु भएको रहेछ तैपनि उहाँको चाहिँ मोनेटाइज अहिलेसम्म दिएको रहेनछ मैले एकचोटि चेक गरेको त उहाँको त मोनेटाइज चाहिँ बन्द गरिदिएको रहेछ अब चाहिँ उहाँको आइडी मोनेटाइज हुँदैन कि त नयाँ आइडी नै खोल्नु पऱ्यो आफूले त्यत्रो मेहनत गरेर भिडियो बनायो लास्टमा आफ्नो मोनेटाइजै आउँदैन आफ्नो मेहनत खेरो जानु भनेको त एकदम धेरै दुःखको कुरा हो नि त त्यत्रो सब्सक्राइबर बढाउनलाई कम टाइम लाग्छ होइन हामीलाई 5-6 हजार सब्सक्राइबर पुऱ्याउन त यहाँ धौ भइरहेछ उहाँको त 20,000 सब्सक्राइबर पुगेको रहेछ त्यति हुँदा पनि उहाँको मोनेटाइज छैन मोनेटाइज बन्द भनेपछि एकदमै धेरै दुःख लाग्दो कुरा हो अनि अब के गर्नु साथीहरू यस्तै हो डान्स रमाइलो अनि घर फ्यामिलीमा चाहिँ अब नन्द भाउजूहरूको चाहिँ यस्तै छ चालमाला होइन सानो फ्यामिली एकदम धेरै रमाइलो खुसियाली यस्तै छ सधैँ यस्तै देख्न पाऊँ भन्न चाहन्छु सबैको आशीर्वाद लागोस् होइन सधैँ यसरी नै रमाएको देख्न पाऊँ फ्यामिलीमा कहिले पनि दुःख बाधा अर्जन भनेको अब दुःख भनेको त आइहाल्छ दुःख सुखमा चाहिँ यही फ्यामिलीहरूको चाहिँ एकअर्काको हात साथमा होस् अब चुनावको माहौलले गर्दाखेरि घरमा चाहिँ अब एमालेको झन्डा माओवादीको झन्डा अब रासपाको झन्डा टन्नै झिलिमिली छ होइन अब यो झन्डाहरूलाई फाल्नु हुँदैन यताउता हामीलाई थाहा हुन्छ नि त होइन त्यो भएर जसले जस्तो आफ्नो जे पोस्टर टाँच्छन् राखिदिने हो जाँदिने हो होइन कसैलाई इकाराले भोट हाल्न मन लागेको बेला आफूले जसलाई मन रुचाएको छ त्यसलाई हाल्ने हो त्यो भएको कारण हामीले चाहिँ कसैलाई केही पनि भनेको थिएन मलाई चाहिँ फेरि रासपाको एकदम धेरै झन्डा मन परेर फेरि म चाहिँ झन्डा पनि उचालेर नाचिदिन्छ नि फेरि म त डन हो हेर पनि धेरै भनेर के भन्न चाहन्न अनि फेरि डान्स त फेरि दाजु चाहिँ फेरि टोइलेटमा बस्नु भएको छ कि अहिले एकछिनमा आउनुहुन्छ डान्स हान्न अहिले चाहिँ नन्द भाउजूहरूको डान्स एकदम बवाल चलिरहेको छ होइन दामी पारामा
फेरि मेरो ठुली कान्छी बुनु चाहिँ फेरि मान्छे विवाह त भयो, अहिले पनि बच्चै छन् कि। अब उसको एजले त सानै छन्, भर्खरको 16 वर्ष मात्रै हुन्। त्यो भएको कारण अहिले उसको बुझ्ने अहिले क्षमताहरू पनि अलिक कम छ। भयो भने अब विवाह गरेपछि अलिकति बुझ्ने हुँदो रहेछ, पहिलाभन्दा चाहिँ अलिक धेरै नै बुझ्नु भएको छ। अनि डान्स चाहिँ हो, फेरि डान्समा गीत गाउन अनि ट्यालेन्ट पनि एकदमै ट्यालेन्ट छ हो। जे कुरामा पनि ट्यालेन्ट भयो भने उसले चाहिँ अलिकति सानै उमेरमा बिहे गरेर गयो। अनि त्यो भएको कारण चाहिँ अलिकति होइन, घरमा जस्तो सबैले बुझ्ने आमा बुवा जस्तो माया त उसलाई सासू ससुरा अनि आफ्नो फ्यामिलीहरूले त दिन सक्दैन होला। तैपनि खुसी नै भएको देख्न चाहन्छु, खुसी नै भएको हेर्न पाओस् होइन, यही भन्न चाहन्छु। अब दिदीबहिनी हामी दुईजना काइली बुनु यता र उति भएकोहरू चाहिँ हामी दुईजना काइली र साइली हो। हामी दुईजना चाहिँ बिहे गरेको छैन। अनि अब बिहे गर्न बाँकी भनेको हाम्रो चाहिँ 3जना मात्रै बाँकी छन्, काइली, म अनि त्यसपछि कान्छी बुनु हुनुहुन्छ। कान्छी बुनु फेरि हामी जत्रै छ, ऊ फेरि मोबाइल पाएपछि डान्स उसलाई केही रमाइलो समाइलो केही थाहा छैन। उसले चाहिँ बाबाको मोबाइल पाएछ, अनि त्यो भएको कारण हामीसँग डान्स गर्न पनि आएन क्या हो, एकदम डान्स। साथीहरू डान्स पनि यति हानेको होइन कि मा कसम है, भोइस कभर गर्न पनि ज्याउ लाग्दो। भाउजूले फेरि मम्मीले जतिखेर तानेकै उधुम्छ न मम्मी डान्स गर्नु। फेरि उता बुहारीले तानेछ, निद्रा लागिरहेको छ साथीहरू। भोइस ओभर गर्न पनि कस्तो ज्याउ लाग्दो नि होइन। म कहाँ कुन अवस्थामा भोइस ओभर गरिरहेको छ भन्ने कुरा त तपाईँलाई थाहा छँदै छ। सुतेर भोइस कभर गरेको भनेर तपाईँले यहाँबाट प्रश्न थाहा पाउनुहुन्छ। भाउजू फेरि मम्मीले तानेको छ हेत्तेरिका भगवान्, नाच्नु। मेरो मम्मी चाहिँ नाच्छु कि मलाई नि मन लाग्छ नाच्छु भन्नुहुन्छ कि। फेरि मम्मीले चाहिँ मलाई चाहिँ उता रुममा गएर यस्तो रमाइलो बेला बसेको भनेर चाहिँ मलाई डान्स गर्नलाई चाहिँ आउनु न के आउनु भनेर बोलाइरहनु भएको थियो कि। अनि म नि नाच्छु भन्नुभएको थियो। म त साँच्चै मम्मी नाच्नुहुन्छ भनेर चाहिँ टाका लगाएर आएको त हे भगवान्, कहाँ मम्मी त नाच्नुहुन्छ हौ, मम्मी त त्यसै पो भन्नुभएको रहेछ। नाच्नु त्यत्तिकै हामी नाचेको चाहिँ हेर्नु भयो मम्मी, तर आफूले चाहिँ डान्स गर्नु भएन। नै भन्दै हुनुहुन्छ मेरो मम्मी चाहिँ। अब मेरो मम्मीलाई चाहिँ अब म त्यति धेरै गर्दिनँ मेरो मम्मीलाई होइन। अब मेरो मम्मीलाई अलिकति असजिलो हुन्छ भने चाहिँ सजिलो कामहरू पनि हामी धेरै गर्नु हुँदैन नि त। त्यो भएको कारण हाम्रो चाहिँ ठिकै मात्रै गऱ्यौँ। मैले पनि नचाउन प्रयास गरेको, मेरो मम्मी चाहिँ नाच्नु भएन क्या। अनि अहिलेसम्म नाच्नु भएको बाबा चाहिँ बरु नाच्नुहुन्छ। बाबा त सित्नु भइसकेको थियो। बाबा चाहिँ अब रमाइलो अगाडि नै भयो, धेरै रमाइलो गर्नुभयो क्या नि त। अब फुल तपाईँले भिडियो पनि हेर्न सक्नुहुन्छ अगाडिको। त्यति रमाइलो भएपछि मेरो बाबालाई चाहिँ एकदम धेरै बाबा बिजी हुन्छ नि त, हरेक गरौँको कामहरू चाहिँ बाबा गर्नुहुन्छ अनि थाकेको हुन्छ। बाबा चाहिँ निदाउनु भइसकेको हुनुहुन्थ्यो। अनि हामी चाहिँ बाहिर एकदम धेरै रमाइलो गऱ्यौँ। मम्मी पनि एकदम थाकेको हुनुहुन्थ्यो। अनि हामी चाहिँ त्यही त हो नि, म त खासै काम गर्दिनँ, त्यति थाकेको त हुँदैन कि। अब म कन्टेन्ट यताउति बनाएर हिँड्नुपर्छ, त्यो भएको कारण म चाहिँ त्यति थाकेको चाहिँ हुँदैन। अनि म चाहिँ थाकेको छैन भन्दा नि अस्ति बाइकमा आएको कारण चाहिँ दादासँग बाइकमा आएको थियो म चाहिँ। अनि त्यो भएको कारण चाहिँ बाइकले चाहिँ एकदम धेरै अप्ठ्यारो भएको चाहिँ मलाई अलिअलि गाह्रो चाहिँ भएको थियो। त्यही भएर म सुतेँ दिनभरि सुतेर। अनि मम्मीको बर्थडे चाहिँ राति मनाएको हो नि त। अनि राति पनि फेरि भाउजूहरूसँग त्यत्तिकै धेरै रमाइलो गरेँ। डान्स त फेरि हाम्रो बाबा डेन्जर 12मा जान्छ होइन। नन्द भाउजू अब हिरो। मेरो भाउजू पनि सानै हुनुहुन्छ होइन। सानै भन्नाले मभन्दा चाहिँ मेरो भाउजू बहिनी नै हो। अनि त्यही भएको कारण भाउजूलाई पनि भर्खरको उमेर हो नि त, भर्खर रमाइलो गर्ने उमेर। अनि भाउजू पनि एकदम धेरै रमाइलो गर्नुभएको छ। अनि त्यही हो, अब मेरो घरको चाहिँ एक्लो बुहारी हो। अनि दाइ पनि मेरो एक्लो दाइ हो होइन। मेरो फ्यामिली अब हामी भनेको छोरी मान्छे हो, टाढा जानुपर्छ। अब घर सम्हाल्ने मेरो मम्मी बाबालाई पछि बुढाबुढी भएको बेलासम्म साथ सहारा दिने भनेको मेरो दाइ भाउजू हो। अनि
अहिले जस्तो छ सम्बन्ध उस्तै रहोस्। मेरो दाइ भाउजूले चाहिँ मेरो मम्मी बाबालाई कहिले आँखामा आँसु आउन नदियोस् यही भन्न चाहन्छु। अहिले जति खुसी हुनुहुन्छ अहिले आफ्नो सासू मम्मीलाई जति आफ्नो आमा जस्तै ठानेर माया गर्नुभएको छ, भोलिको दिनमा भोलि बुढाबुढी हुँदा पनि यसरी नै माया गरोस् होइन। त्यही भन्न चाहन्छु। कहिले पनि यही रमाइलो फ्यामिली, यही खुसीको ह्याप्पी फ्यामिलीमा चाहिँ कहिले दुःखको दिनहरू नआओस् होइन। कहिले पनि यो फ्यामिली यस्तो भयो रे यस्तो भयो रे, फलानाको फ्यामिली यस्तो भयो रे भनेर चाहिँ कहिले अरूले भनेको सुन्न नपरोस् यही भन्न चाहन्छु। अहिले जस्तो रमाइलो छ भोलिको दिनहरू पनि त्यस्तै रमाइलो भएको देख्न चाहन्छु म चाहिँ। भन्दै गाइज अब धेरै डान्स गरेको छ, भोइस ओभरको नै झ्याउ लाग्दो होइन। अब उहाँहरू एकदम धेरै डान्स गर्नुभएको छ, म पनि बिचमा छन्। अब मलाई फेरि डान्स गर्न आउँदैन नि त, म त एकदम अब पहिला सुरुमा डान्स गर्दै अहिले पछि चाहिँ म चेन्ज भइदिएको अरे। अहिले चाहिँ अब दाजुभाउको डान्स तपाईँहरूले देख्न सक्नुहुन्छ। आहा शिरमा सजेर खिने फुल जस्तै भन्ने गीतमा हो यो चाहिँ गाइज। यो चाहिँ नेपाली अब तामाङ सेलो भनौँ न, तामाङहरूले नै गाउनुभएको सङ हो यो चाहिँ। त्यो गीतमा चाहिँ उहाँहरूले चाहिँ डान्स गर्न रेडी भएको छन्। अनि दादा भाउजू फेरि डान्सको च्याम्पियन हुन्छ। मेरो दादाहरूले चाहिँ पहिला पुरस्कारहरू पनि धेरै पाउनुभएको थियो डान्सर पनि हुनुहुन्थ्यो मेरो दादा चाहिँ। अनि पछि विदेशमा जानुभएपछि अलिअलि सेलाउनु भएको थियो। अनि अहिले नेपालमा आउनु भएर चाहिँ थोरै नाच्नुहुन्छ, धेरै चाहिँ नाच्नुहुन्छ। पहिला जसरी चाहिँ जता पनि प्रोग्रामहरू भाग लिने नाच्ने कसै गर्नुभएको थियो। मेरो दादाहरू त पहिला मेरो दादाको साथी पनि हुनुहुन्छ एकजना, एकदमै धेरै मिल्ने। उहाँको चाहिँ बिहे भएर नि 3जना छोराछोरी हुनुहुन्थ्यो र एकजना चाहिँ बिराम भएर उहाँ चाहिँ मृत्यु हुनुभयो। अनि उहाँ दाजु पनि एकदम धेरै मिल्नुहुन्छ अहिलेसम्म नै होइन। उहाँहरूको साथी चाहिँ एकदमै रिलेसन राम्रो हुनुहुन्छ होइन। उहाँ दादा र हाम्रो दाइ चाहिँ पहिला पढ्ने बेलामा यार कट्टु फुस्किएको नि थाहा नहुनेसम्म डान्स गर्नुहुन्थ्यो क्या। एकदम धेरै डान्स गर्नुहुन्थ्यो, बवाल डान्स गर्नुहुन्थ्यो। अनि एकचोटि डान्स गर्ने प्रोग्राममा चाहिँ उहाँ दादाको फर्स्ट नाल फुस्किएको थाहा नभएको। हे भगवान् यस्तो बवाल रमाइलो नाच गर्नुहुन्थ्यो कि। अनि अहिले चाहिँ उहाँ दादा चाहिँ अब हाम्रो गाउँ र उहाँको गाउँ अलिक टाढा छन्, त्यो भएको कारण चाहिँ उहाँ चाहिँ आउनु भएन। यहाँ चाहिँ दाइ भाउजूको डान्स एकदम धेरै राम्रो
ल बहिनीहरू पनि छिरेर नाचिहाल्नु भएको छन् दाजु भाउजू नन्द सबैजना एकदम धेरै रमाइलो भयो गाइस। आजको मिनी ब्लग चाहिँ यति नै मिनी ब्लग भएन होइन गाइस लङ ब्लग हो यो चाहिँ। आजको ब्लग चाहिँ यति नै भन्न चाहन्छु होइन। यो डान्स गर्दा गर्दै एकदम थाक्यो अनि त्यसपछि हामी चाहिँ सुत्नुपर्छ भनेर सबैजना सुत्न पनि गयौँ अनि म पनि सुतेँ यही भन्न चाहन्छु गाइस। आजको यही हो गाना बजेको कारण चाहिँ हामीले चाहिँ भोइस ओभर गरेको हो। तपाईँहरूले देख्न सक्नुहुनेछ तपाईँहरूले बुझ्नुहुन्छ ज्ञानी हुनुहुन्छ। सबैले मेरो ब्लगलाई माया गरिदिनु यही भन्न चाहन्छु। अनि तपाईँहरूको मायाले म आज यहाँसम्म छु। सब्सक्राइब लाइक सेयर गर्न चाहिँ नभुल्नु होला भन्दै धन्यवाद भन्न चाहन्छु। म चाहिँ भोइस ओभर यहीँसम्म गर्न चाहन्छु। डान्स चाहिँ तपाईँले देख्न सक्नुहुनेछ।